हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। न यो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम धेरै सन्चै छु। आज धेरै पछि भ्लग बनाउँदैछु म पनि होइन। अनि अब खासै अहिले मैले भ्लगहरू नि बनाइरहेको छैन नि त। अनि आज धेरै पछि कति महिनापछि मैले भ्लग स्टार्ट गरेँ फेरि आज। अनि आज चाहिँ हामी यता एपिएफको दिदीहरू यता गेम भइरह नि त, मुख्यमन्त्री कप यता नुवाकोटमा मुख्यमन्त्री कप भइरह नि त। अनि एपिएफको दिदीहरू नि आउनुभयो। अनि त्यही भएर हिजो नि भेटेको थिएँ। हिजो नि हामी देवीघाट गएको थियो। आज चाहिँ दरबार जानु लाग्यो एपिएफको दिदीहरूसँग। अनि सो त्यही हो। अनि म चाहिँ रेडी भएर निस्किनु लाग्यो। अनि उता दाइ आइरहनु भयो अरे। अनि त्यही भएर म चाहिँ जान लाग्यो। अनि अब वहीँ गएर भेट्छु है त दिदीहरूसँग। सो गाइस, म चाहिँ यहाँ दिदीहरूसँग भेटिसकेको छु। दिदीहरू चाहिँ रेस्ट गरिरहनु भएको रहेछ, सुन्छ क्या। त्यही भएर दिदीहरू चाहिँ अब खानासाना खाएर अनि रेडी भएर अनि हामी चाहिँ निस्किन्छौँ। दिदीहरू चाहिँ तल खाना खानु जानु भएको छ कि, त्यही म चाहिँ यहाँ पुगिरहेको। ल अब हामी चाहिँ यहाँ निस्केको गाइस। हिजो कतिखेर आइदियो अरे यहाँ ठ्याक्क गेम आए आएर रेडी गरिसकेको घर हो र। उता मेयर सरको घरमा पनि जानु भएको छैन। भिडियो आइरहेको थियो कि उसमा टिकटकमा। यहाँ चाहिँ सबैजना पानी तिर्खा लगाएर उहाँ चाहिँ दिदी भ्लगर हाम्रो गीता दिदी। तिम्रो भ्लगको नाम के हो रे? दिपा लामा भ्लग छ। सबैले सब्सक्राइब गरिदिनु होला। हाम्रो दिदीलाई नि सपोर्ट गरेर सब्सक्राइब गरिदिनु होला सबैजनाले। हाम्रो प्रीति बहिनी चाहिँ
आइसक्रिम खानलाई गएको छ भित्र है सबैजना अनि अरू चाहिँ सब अगाडि गइसकेको छ अनि म चाहिँ यहाँ दिदीहरूसँग हिँडिरहेको छु गीता दिदीहरूसँग अगाडि चाहिँ यहाँ क्यासेट बजाइदिएको क्या सबै अब कपिराइट लाग्छ नि त नत्र त्यही भएर हामी चाहिँ पछाडि हिँडिरहेको यहाँ अरू चाहिँ यहाँ छन् है ल फाइनली दरबार फाइनली मन्दिर आयो कहिले हिजोदेखि गरे फाइनली आइसक्रिम खानु पायो उसले चाहिँ सबै हजुर मेरो मोबाइल किन बाहिर खानु त भित्रै राखिदिनु सबैजना यी यस्तो भइरहेछ फोटो रियल कछुवा छ नि त्यहाँभित्र साँच्चैकै रियल छैन छ भित्र हुन्छ यहाँभित्र हो सबैजना यसरी हिँड्दाखेरि एकदम खुसी लागिरहेछ ओ साथीहरू प्रीति बहिनी आउँदै आइसक्रिम खाँदै हामी झन्डै उठाउनु पर्यो राम्रोसित खेल्नु पहिला राम्रोसित पढ्नु अनि राम्रोसित खेल्नु आशीर्वाद चेन्ज भयो धन्यवाद दिदी ल आफै लाउनु त नि अब यसरी यहाँ केही ऐना हेर्दै अनि माथि गर्नुपर्छ अब यो नयाँ मार्केटमा नयाँ आएको छ है पस राख्ने स्टाइल हराउँछ हो रहेछ ल दामी हराइहाल्छ कि भनेर यो मान्छे पनि हेरौँ दामी लाउनु भयो टिका लाउनु सबैजना फोटो सेसन गरेर चाहिँ यहाँ है यहाँनिर कपिराइट लाग्छ नि त उसमा युट्युब च्यानलमा ऊ ब्यान गरिदिन्छ क्या फेरि त्यो त भ्लगमै हाल्ने म्युजिक चाहिन्छ क्या सबैजनालाई गर्मी भएर यहाँ आइसक्रिम खान लागेको छ आइसक्रिम हेलो भन्नु न खाना पनि फुर्सद छैन हो जिप लाइन वहाँबाट आउने झर्नाले चाहिँ यहाँ हो क्या जिप लाइन वेलकम 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 रे सबैलाई तपाईँको हो र यहाँ तपाईँको हो र नमस्कार हाम्रो जिप लाइनको साउजी होटेलको साउजी गाह्रो अगाडिबाट त कस्तो काला आउने भिडियो नै खाइन रहेछ हामी चाहिँ यहाँ गर्मी भएर होइन एकदम धेरै गर्मी भएर को खान लाग्यो
दिदी कोक देखाइदिनु त दिदी कोक देखाइदिनु त दिदी यो चाहिँ अञ्जनाको अनबक्सिङ गिफ्ट के हो है त उयो हुनु अरे ल बत्ती बल्नेवाला रहेछ नि त वाउ ल थ्याङ्क यू सो मच Thank you so much for this beautiful gift. कस्तो राम्रो है त्यही भने कस्तो राम्रो हेर्नु न ल ल ल ल बधाई छ लेट्स गो लेट्स गो बेबी लेट्स गो उयो मोबाइल कसको यो ल आउनु गाह्रो भइरह ल बिचरा Wow, Rasmi, welcome to my channel. Bhana. Welcome to YouTube. कहाँ खै यहाँ सोध्नै पर्छ खै मन खिचौँ त बोहो के हो Welcome to our school. Hey, vlogger, welcome to our school. Welcome to our school. Welcome. नानीहरु तिमीहरुलाई वेलकम छ हत्तरिका शैली रिमै Welcome to our Pride of Nepal football women's football team. Everyone, let's give them a big cheer. It's a very heartwarming gesture from them. From a very busy schedule, they managed to get some time for us, and we are. Thank you, sir. हाम्रो नेसनल टिमको प्लेयरहरू प्लस एपीएफ क्लबलाई हाम्रो स्पार्कलिङ क्लास स्कुलमा हार्दिक स्वागत गर्न चाहन्छु। उहाँहरूको बिजी सेड्युल छ। हाम्रो भाइ बहिनीहरूले पनि एकदमै हजुरहरू जस्तै हुन सकोस्, भोलि राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा पनि लैजान सकोस् भन्ने एउटा मोटिभेसन पनि गरिदिनु होला र यहाँलाई देखेर चाहिँ हाम्रो भाइ बहिनीहरू भोलिको दिनमा चाहिँ कुनै एउटा स्टुडेन्टहरू अथवा कुनै पनि गेममा यो फुटबल मात्र भन्दिनँ म आफै पनि फुटबलमा अलिकति इन्ट्रेस्टेड भयो। त्यसले दुईटैलाई फिजिकल्ली फिट मेन्टल्ली अलर्ट गर्छ है स्पोर्ट्सले त्यो भनेको अब भनौँ न राम्रो उसको लागि एउटा राम्रो मस्तिष्कमा है फ्रेस माइन्डले खेल्ने वातावरण हुँदाखेरि के हुन्छ भने भाइ बहिनीहरूलाई पढ्नलाई पनि राम्रो इन्भाइरोमेन्ट क्रिएट गर्छ। नमस्ते, उहाँको नाम सविता राणा मगर, अहिलेको करेन्ट नेसनल प्लेयर है। अञ्जना मगर नेसनल प्लेयर गोलकिपर है। सबिना ठक्कर नेसनल प्लेयर है। निशा ठक्कर नेसनल प्लेयर डिफेन्डर। म त किन जाने है क्याप्टेन नेसनल प्लेयर। रश्मि घिसिङ नेसनल प्लेयर। सरू बङ्गलो नेसनल प्लेयर है। अनिता बस्नेत नेसनल प्लेयर। प्रतीक्षा चौधरी है। मनमाया दमाई नेसनल प्लेयर। अञ्जली रञ्जन है। उनी चाहिँ एक्स नेसनल प्लेयर प्लस अझै रेणुका हमाल नेसनल प्लेयर।
काजु छुट्टी छैन बिमार आउँछ सरले सुनेन बोलाइ सुने कुसुम खतिवडा ऊ चाहिँ अन्डर 19 क्याप्टेन अम्बिका हाल है एसिस्टेन्ट कोच है लक्ष्मी भण्डारी चाहिँ हाम्रो फिजियो टिम फिजियो है गोपा राणा जो भ्लग बनाउनु Thank you so much for your Jiwan, right? त्यही हो कहाँ जान्ला ये तो हाँ वाउ कस्तो राम्रो गुलाबको फुलहरु अनि है हेर्नु आज मौकाले जुरायो है तपाईहरुले हेर्नु ल यो चाहिँ के रे पदक्षेप खान्दिनु हैन पानी त्यसको व्यवस्थाहरु गरिरहेछन् ल आज सहयोग बस जुरा सर ल बस्नु ल अब खै मन दिन्छु ल यसमा चाहिँ यो के हो यो चाहिँ जौको सातु अनि घिउमा भुटेको गाईको घिउमा आज यसो खाइदिनु हो क्या अति अनि दुनामा राखेर खानुपर्छ त्यो भएर दुनामा हालेको खै मन लैदो अब हामी चाहिँ यहाँ सिलगढी घुमेर फेरि रुम्ती फर्किँदैछौँ गाइज साथीहरू भन्छ मात्र साथीहरू हामी चाहिँ अब लाग्दैछौँ सिलगढी त बन्द पो रहेछ है यस्तो फोटो हो मान्छेहरू लड्छ भनेर कि चाबी अस्ति नैतिर लगाएको थिएन अहिले लाउनु थालेको छु त्यस्तो घटना त के घटेको छैन छैन त्यस्तो त त्यस्तो घटना अब बच्चाहरू जान्नु नि त भित्र अनि अब भित्र छिरेर त्यो खोलातिर गइदिँदैछ कि हो र त्यही भएर अनि अहिले चाहिँ त्यो चाबी लगाएर गेट लगाएर राख्ने भएर चाहिँ हामी त्यहाँ छिर्न पाएन अब नेक्स्ट टाइम चाहिँ जसरी छिर्छ तर त्यहाँ उतापट्टि झन् कस्तो झर्ना आउँछ नि त्यसको उतापट्टि झर्ना आउँथ्यो त्यहाँदेखि उताबाट घुमेर जानुपर्छ क्या अनि अब अहिले टाइम छैन नि त अनि त्यही भएर नि हो क्या अब केमा भेट्छौँ एकचोटि म त भिडियो बनाउँदै बस्छु होला मेरो त फुल 1 घन्टाकै हुन्छ होला आजको भ्लग अब कति कति त काट्नै पर्छ होला उडाइदिन्छु म त आमा 1 घन्टाको त धेरै भयो दिदी त्यही त अब यहाँ हेर्नेलाई नि भ्याउला समेट्ला चाहिँ आजको धेरै भएको छ क्या त्यो अब सानो चाहिने मात्र ठिक छ अब भ्लग त खासमा त होइन ठिकै होला 20-25 मिनटको ठिकै हुन्छ कि घन्टाको त कसले हेर्यो भने हेरेर त हेरिहाल्छ नि सबैजना माया गर्छ अलि रमाइलो कुरा भयो भने चाहिँ हेर्ने हो न त हेरिदिँदैन क्या खास झ्याउ लाग्छ नि त मान्छेहरू त्यही हो साथीहरू हेर्दै गर्नु होला के अरे के भन्नु लाग्छ ल बिर्सिम ल हामी अब ग्राउन्ड जाउँ ल बाई बाई ल बाई गर्छु अहिले ग्राउन्डमा भेटौँला ग्राउन्डमा भेटौँ न बाई बाई ए आउन नि सो गाइज म चाहिँ अघि नै आइपुगेको यहाँ टिकट काउन्टरमा चाहिँ लास्ट ढिला भइरहेको थियो अनि यहाँ गाली गर्छ भनेर दौडिँदै आएँ नत्र उनीहरूसँगै आउने यहाँ ग्राउन्डमा आउँछु भनेर सोच गरेको थिएँ तर यहाँ गाली गर्छ भने म चाहिँ दौडी आएँ यहाँनिर त्यही भएर म चाहिँ यहाँ आएँ अनि अहिले चाहिँ म यहाँ टिकट काटिरहेको छु है मेरो मोबाइलमा चार्ज पनि छैन मैले भिडियो यहीँ इन गर्न चाहन्छु के
यस्तो गरेपछि लिन्छ त मान्छेले कसले चिया त्यति के त अनि यस्तो गरेपछि कसले लिन्छ भन्दैन हामीलाई उल्टै त्यही भने इस हाम्रो काम चाहिँ यो हो देख्न सक्नुहुन्छ यी ग्राउन्ड चाहिँ भित्र छन् है दिदीहरू नि आइसक्नु भइसकेछ अब म चाहिँ भिडियो यहीँ इन गर्छु लास्टै धेरै भइसक्यो धेरै मिनटको भइसक्यो कि भ्लग चाहिँ अनि त्यही भएर मैले चाहिँ अब यहीँ इन गर्छु नेक्स्ट भिडियोमा फेरि भेटौँला गाइस बाई 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 बाई